यो गन्हा खोला हो। बाढीको बेला विशेष गरी वर्षायाममा ठुलो बाढी आउँछ र यो पुलकै प्रयोजनको लागि त यो बनाइएको रहेछ। तर यसैबाट स्कुले बच्चाहरू पार गर्ने अन्य समुदायहरू यी पुल भएर हिँड्नुहुँदो रहेछ। त्यो दूरीले पनि लामो छ, अत्याधिक लामो छ। हिँड्दा आँखा घुम्ने, चक्कर आउने जस्तो समस्या देखिन्छ। विद्यालय छ तल, विद्यालय जाने बाटो यो बालबालिकाको। विशेष गरी स्थानीय सरकार यो प्रदेश राजधानीबाट नजिक पनि छ, यतापट्टि विशेष गरी ध्यान पुग्न पर्थ्यो। जोखिमपूर्ण यात्रा तय गर्दो रहेछन् बालबालिकाले, प्लस ठुलो मान्छेले पनि। अत्याधिक लामो छ पुलको। यसलाई त्यति ठुलै लगानी पनि लाग्छ जस्तो मलाई लाग्दैन। आरसिसी गर्न पनि मिल्ने खालको रहेछ। कोलमहरू बनेको छ। यो कोलम बनिसकेको ठाउँमा चाहना राख्यो भने एउटा चाहना राख्यो भने यो ठाउँबाट देश विदेशमा जाने गएका भाइ भाइहरूले पनि एउटा अभियान चलाएर यो सम्पन्न गर्न सक्नुहुन्छ। यतापट्टि ध्यान जाओस्। र स्थानीय सरकारले गर्न सक्छ, वडा कार्यालयले गर्न सक्छ, र प्रदेश सरकार पनि नजिक भएको हुनाले त्यहाँबाट पनि सम्भव छ। मैले विशेष गरी सूचनाको लागि भिडियो बनाइदिएको हो। यसलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लियोस् र यो समस्याबाट अस्थायी रूपमा भए पनि समाधानको बाटो खोजियोस्। धन्यवाद। यो ठेगाना चाहिँ गन्हा खोला सर्मरानी गाउँपालिका अन्तर्गत पर्दछ। यो प्युठान हो। अब यसरी हिँड्नुपर्छ। कति हाइट छ। यसरी बच्चाले सानो बाटो, विशेष गरी यो सिँचाइको नहरको चाहिँ बिचबाट किनाराबाट हिँड्नुपर्ने देखिन्छ। धन्यवाद छ।